कक्षा 10 को सामाजिक अध्ययन विषय एकाइ 7 हाम्रो विगत यस अन्तर्गत रहेका 10वटा पाठको अभ्यासलाई आजको भिडियो सामग्री अन्तर्गत तपाईहरुमा आज प्रस्तुत गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर अवश्य जोडिनुहोला। नमस्कार, शैक्षिक संग्रह युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। साथमा म ओम प्रकाश। आजको भिडियो सामग्री अन्तर्गत कक्षा 10 को सामाजिक अध्ययन विषय एकाइ 7 हाम्रो विगत अन्तर्गत रहेका 10वटा पाठको अभ्यासलाई तपाईहरुमाझ स्क्रिन रेकर्ड गरेर देखाउँदै छु। भिडियो स्किप नगरी अब चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला र हजुरहरुलाई आवश्यक परेको विषयवस्तु पढ्न लेख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ म चाहिँ स्क्रिन रेकर्डमा आइसकेको छु। यहाँ कक्षा 10 को सामाजिक अध्ययन विषयको एकाइ 7 हाम्रो विगत अन्तर्गत रहेका 10वटै पाठका अभ्यासहरूको छुट्टा-छुट्टै प्रश्न उत्तर तल प्रस्तुत गरिएको छ भनेर भयो। पाठ 1 मा विक्रम सम्वत 2007 सालको क्रान्ति र दिल्ली सम्झौता भन्ने छ। यसमा भएका प्रश्न उत्तरहरू म तपाईलाई अब स्क्रल गरेर देखाउँछु। क्रमशः हेर्नुहोला। यो प्रश्न नम्बर 2 भयो। क्रमशः हेर्नुहोला। म चाहिँ धेरै व्याख्या विश्लेषण गर्दिन्न है। यो प्रश्न नम्बर 3। अब प्रश्न नम्बर 4 आएको छ। अब पाठ 2 आयो। प्रजातान्त्रिक व्यवस्थाको 1 दशक विक्रम सम्वत 2007 देखि विक्रम सम्वत 2017 सम्म। अब पाठ 3 आयो। विक्रम सम्वत 2017 देखि 2046 सम्मका राजनीतिक घटनाहरू भन्ने छ। यसमा भएका प्रश्न उत्तरहरू क्रमशः हेर्नुहोला। अब चाहिँ पाठ 4 मा विक्रम सम्वत 2046 देखि विक्रम सम्वत 2063 सम्मका प्रमुख राजनीतिक घटनाहरू भन्ने छ। यसका अभ्यासहरू हेर्नुहोला। कहीँ कतै मिस्टेक भएमा सच्याउनु होला। मैले चाहिँ सबै कुराहरू हेर्न भ्याउँदिन्न। अब पाठ 5 मा विक्रम सम्वत 2063 देखि 2079 सम्मका राजनीतिक घटनाक्रम भन्ने छ। पाठ 6 मा प्रथम विश्वयुद्ध कारण र घटनाक्रम छ।
पाठ 7 मा प्रथम विश्वयुद्धका परिणाम भन्ने छ। पाठ 8 मा दोस्रो विश्वयुद्ध र यसका कारण भन्ने छ। अब पाठ 9 मा दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका रहेको छ। अब चाहिँ पाठ 10 स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण छ। यो चाहिँ अन्तिम पाठ हो। र लास्ट भइसकेको छ। हवस् त यो भिडियो सामग्री यति नै। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव सहितको प्रतिक्रिया कमेन्ट गर्न, साथै भिडियोलाई लाइक गरेर अन्य साथीहरूमाझ सेयर गर्न नभुल्नुहोला। यसैगरी अन्य आवश्यक भिडियो सामग्रीको लागि हाम्रो टिकटक आइडी तथा फेसबुक पेजलाई फलो गर्न र यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नछुटाउनुहोला। आगामी दिनमा यस्तै अन्य भिडियो सामग्रीको साथ तपाईँ हाम्रो सुमधुर भेटघाट त हुने नै छ। तबसम्मको लागि म पनि छुट्टिन्छु। यहाँहरूको बाँकी पल शुभ रहोस्। सी यू अगेन। बाई बाई।